हेलो गुड मर्निङ सबैजनालाई। के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ? म चाहिँ मेरो नानीसँग छु। नानी उठिसकिन् अनि म चाहिँ अब के बनाउँदैछु स्पेसल मकै मिठो छ। सबैजना खाना आउनु ल। ले चाहिँ नानीको लागि चाहिँ छोडाउँछु थोरै गर्दै अनि हामीले चाहिँ सँगै यो चाहिँ बोट्नको लागि हामी रेडी भयो। अब पसाल्नलाई मैले चाहिँ सिटी लगाउँछु अनि अब चाहिँ हेर्नु बाहिरको कस्तो राम्रो छ के मौसम, घाम लागिरहेछ। नि कति राम्रो मौसम हो बिहानको है। अनि अब चाहिँ मैले कपडाहरू मिलाउँछु। पुरो भइसकेछ, त्यसले मिलाउनु पर्यो। मैले फाइनल्ली रेडी भयो, मैले बनाइसकेँ पटाएर यति भयो। अब चाहिँ नानी छिन्, यिनी पनि काम गर्दै छिन्। कस्तो छ मेरो त त्यति राम्रो त छैन, हल्का त्यही पनि अब बच्चा भएको भएर फोहोर भइहाल्छ होइन। यसो पटायो अनि ऊ भर्खरै उतिखेर हुन्छ ल। मेरो लुक्स चाहिँ यस्तो कति नराम्रीमा। अब चाहिँ म यता नानीको लागि बनाउँदैछु ओखरहरू, काजु। मैले उसलाई चाहिँ पानी खुवाइसकेँ बिहानै। अनि यो पानी खुवाएपछि यो खुवाउँछ फेरि हजुरले किन पहिले नि त्यो खाएको भन्नु होला। यो चाहिँ हाम्रो श्रीमानजीको साथीले दिनुभएको दुबईबाट। कस्तो राम्रो के यसमा सब मिक्स हुँदो रहेछ, कस्तो मिठो पनि। अनि उसलाई बच्चाको लागि पनि राम्रो के। यसमा चाहिँ मैले ओखर, किसमिस, काजु, बदाम अनि अरू चाहिँ मिक्स गरेको छु। यसो टुक्रो पारेर मेरो छोरीलाई ल्याइदिन्छु। मेरो छोरी कहाँ छिन्? रुममा छिन्, के गर्दै छिन् भनेको त यता पुरै वाइफ्सहरू छरेर बसेको रहेछ ल। अब उसले चाहिँ यो खान्छ यति गर्दै। केटाकेटीलाई चाहिँ यस्तो बानी पार्नु पर्दो रहेछ के। बल्ल कति 19 भनेको, त्यहीपरि उसले चाहिँ पहिलेदेखि नै सिकिसकेको कि खाना यति गर्दै खान्छ ल। फाइनल्ली भयो है। अब चाहिँ मैले यसलाई भुटपाट पार्ने, नानीलाई चाहिँ यति खुवाउनु दियो। अनि हामीले चाहिँ भुटेर हेर्न कोखामा आएर कसरी बची छ नाना ल। अब उनले चाहिँ मैले कचौरामा यसरी दिन्छु, उसले चाहिँ कुन्टा गर्दै खान्छ मेरो नानीले यति गर्दै। अनि म चाहिँ यता हाम्रो लागि मकै छोडाउँछु। उसले चाहिँ हेर कसरी हेरेछ, के गर्दैछ भनेर कस्तो मजाले हेरेको के हो। मेरो छोरी त कति मजाले हेर्ने के गर्दैछ भनेर। मैले उसले खाने अनि मैले चाहिँ यता काम गर्दै दुईतिरै भइरहेछ। उसको निगरानी नि हुन्छ, खान्छ खाने हातमा दिने लौ भनेर कति। यता चाहिँ मैले अब बुट्नको लागि रेडी गरेँ, कराई बसालेँ, प्याज अनि खुर्सानी काटेँ। यसरी भुट्दाखेरि मिठो हुन्छ क्या। चाहिँ मैले अब प्रायः उसलाई बनाउँछु। यता चाहिँ चिया पनि पाक्दैछ यतातिर, अनि यतातिर चाहिँ मकै हुँदैछ। कति मिठो हुन्छ यसरी बनाउँदा चाहिँ मकै। हामीले चाहिँ खाने यसरी यतिकै खाँदाखेरि मिठो हुन्न के। त्यो के अरे मुखले कोपरेर बाँगाभरले कोपरे चाहिँ होइन, त्योभन्दा बढी यसरी खाँदा चाहिँ मिठो हुन्छ क्या। यसलाई अलिअलि मिहिनेत गर्नुपर्छ, मिठो हुन्छ। अनि यसरी चाहिँ मैले बनाउँछु। त नानी चाहिँ मकै खाँदै छिन्, मसित कराउँदै। म चाहिँ नाच्दै मेरो यस्तै हो कि नाच्दै काम गर्ने कि मलाई यस्तै मनपर्छ। अनि अब चाहिँ म के गर्छु होला ल। अब रेडी भयो, कति मिठो देख्यो चाहिँ। यता चाहिँ चिया पनि पाक्यो, रेडी भयो सबै। अब मैले चाहिँ प्लेटमा राखिसकेँ मैले चाहिँ। ल अब खाने हामी, बाई। खाना खाने टाइमको हो। उनले चाहिँ ढिला हान्छौँ भनेर मैले चाहिँ अन्डा दिएँ बिहानमै। त अन्डा भात बन्दैछ। यता चाहिँ अन्डा खाने उनले चाहिँ कस्तो मजाले खान्छन् होइन, कुरा गर्दै भन्दै कस्तो मजाले खाने के। उसलाई मैले प्लेटमा यस्तै जे चिज पनि प्लेटमा राख्दिनँ। मैले चाहिँ आफै टिप गर्दै खाने होइन, कुरा गर्दै कस्तो मजाले कुरा गर्ने है। क्योंकि हामीले भाषा ल्याङ्ग्वेज केही पनि बुझिन्न अनि त्यस्तै गर्छ ल। सबैजनाले लाइक कमेन्ट गरिदिनु ल। बाई बाई।